दर्शकबिन नमस्कार, म हुँ तपाईँहरूको हरमुखको साथी सन्तोष थोलाङ। तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ सन्तोष थोलाङ अफिसियल युट्युब च्यानल। विशेष गरी नेपालको 7वटै प्रदेशमा भारी वर्षा भएको कारण त तपाईँहरूले समाचारमा देखिसक्नु भएको छ र सुनिसक्नु भएको छ र धेरै ठाउँमा हावाहुन्डरीले धेरै वितान पनि बताइरहेको छ। यसै क्रममा पूर्वको अत्यन्तै रमणीय स्थल अथवा सुदूरपूर्वको पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथिभरा मन्दिरी क्षेत्रमा पनि आज दिउँसोको 3 बजेदेखि भारी वर्षासँगै धेरै हिमपात भएको तपाईँहरूलाई यो फोटो तपाईँहरूको माझमा म लिएर आइरहेको छु। फोटो भिडियो कृपया तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर यो भिडियोलाई धेरैभन्दा धेरै दर्शक श्रोताहरूको सामु पुग्न पुर्याइदिनु होला, ताकि उनीहरू पनि ताप्लेजुङ आउँदै हुनुहुन्छ भने यो भिडियो फोटो हेरेर चाहिँ ताप्लेजुङमा के कस्तो अवस्था भइरहेको छ र आफ्नो जिउमा शरीरमा लुगाहरू कस्तो खालको लाएर आउनुपर्ने भन्ने कुराहरू उनीहरूले बुझ्न सकुन्। ताकि यहाँ आउनुहुन्छ भने तपाईँहरू धेरै न्यानो न्यानो तातो तातो ज्याकेटहरू, ट्राउजरहरू है, राम्रो राम्रो बुटहरू लगाएर आउनु होला र आफूलाई लेक लाग्छ भने मकैको सातु अथवा मकै भुटेर लिएर आउने काम पनि तपाईँले गर्नुहोला। र काफ्रेपाटीदेखि मास्टरफेदी अथवा पाथिभरा मन्दिर क्षेत्रसम्म धेरै बाक्लो मात्रामा हिउँ परेको छ। दर्शकहरू तपाईँहरूले देख्दै हुनुहुन्छ यो फोटोलाई। र यो मन्दिरको एरिया आसपासमा भएको यो छाना पनि धेरै र ढगण्डीहरूमा पनि धेरै हिउँ जमेको अवस्थाहरू तपाईँले देख्न सक्नुहुन्छ। यो मन्दिरको क्षेत्रमा पनि धेरै हिउँ परिरहेको छ। दर्शकहरूले पनि यहाँ हेरिरहेका छन्, हिउँ खेलिरहेका छन्।